साथीहरू, यदि तपाईँ गाई, भैँसी, बाख्रा पालन गरिराख्नु भएको छ भने तपाईँको पशुले घाँसहरू, दानाहरू, पानी, मल लगाएर नखाएको अवस्था अथवा उग्राउन बन्द गरेको अवस्था छ भने पहिलो काम भनेको चाहिँ तपाईँसँग भएको थर्मोमिटरले उसको टेम्परेचर नाप्नुस्। थर्मोमिटरले टेम्परेचर नाप्दाखेरि मलद्वारमा हाल्न पर्ने हुन्छ। गाई र भैँसीको 101, 102 डिग्री फेरेनहाइटको आसपास हुन्छ नर्मल टेम्परेचर। त्योभन्दा माथि छ भने चाहिँ ज्वरो आएको छ भनेर बुझ्न पर्ने हुन्छ। यदि बाख्राको चेक गर्दै हुनुहुन्छ भने 101 देखि लिएर 103 डिग्री फेरेनहाइटको आसपास छ भने त्यो नर्मल हो। त्योभन्दा माथि आएको छ 104, 5, 6 आएको छ भने त्यो भनेको ज्वरो आएको अनुभूति गर्न पर्ने हुन्छ। यदि टेम्परेचर नर्मल अवस्थाको छ तर तपाईँको बाख्राले घाँस दाना पानीहरू कम्ती खाइरहेको छ भने बाहिरी लक्षणहरू हेर्नुहोस्। हेर्दाखेरि जिङ्रिङ्ग परेको फुस्रो किसिमको देखिने र उसले चाहिँ घोब्राउँदाखेरि अथवा बड्केउला निकाल्दाखेरि चाहिँ एकदम साह्रो गर्ने, कतिपय अवस्थामा चाहिँ एकदमै बेसी गनाउने, छेरेको अवस्था पनि देखिने, रक्त अल्पता भएको देखिने, यस्तो किसिमको लक्षणहरू देखाउँछ भने तपाईँको पशुमा आन्तरिक परजीवीको संक्रमण भएको छ भनेर बुझ्न पर्ने हुन्छ।